मैले सुनाउने कविताको शीर्षक रहेको छ मेघ बहादुरको खुकुरीले मान्छे काट्दैन। कविता यस प्रकार छ। आफ्नै हृदयको तहभित्रकी सुन्निमालाई हेर्न पारुहाङले घाम काट्दा जुन तारा जन्मिएको कथा, आवाज सुन्न बतास काट्दा रगतको भल बर्साउँदै घाइते बतास, पहाडै पहाड भाग हिँड्दा गुराँस सुन्दिएको कथा, बादल काट्दा चट्याङ हिउँ असिना र पानी परेको कथा, क्षितिज काट्दा समुद्र गर्भिणी भएको कथा, मारिनु अघि हजुरआमाले सुनाउनु भएका यस्तै तिलस्मी कथाको धुङदङ्गेले कलम भिरेर हिँड्नु पर्ने युगमा खुकुरी भिरेर हिँड्छ मेघ बहादुर। मानिसहरू भन्छन् मेघ बहादुर काँचो छ। जंगली जनावरसित बस्न, खोरिया फाड्न वा गोठको घोचा तिखार्न, चोया काट्न, पोया बाट्न अथवा बिनायो खिच्न उसका पुर्खाले भिरेका थिए शिरपाते। अफसोस आइ लाग्यो बाउ कोसित लडौँ। पहिलोपल्ट मेघ बहादुरका चेप्जुले आफैलाई काट्न आउने आफ्नै वंश काटेका थिए। त्यसपछि तिनले खोला खोज्न आउने सन्धि काटे, जंगल लुट्न आउने ज्वाइँ काटे, जमिन हडप्न आउने गोर्खाली सेना काटे। मान्छे काट्ने मेलो बस्यो। मेघ बहादुरको जिजुले अंग्रेज सेना काटे, बराजुले विश्व युद्धमा काट्न बाँकी कोही राखेन। जुहारीमा हारेर आफ्नी स्वास्नी जित्ने गायकसित मेलाबाटै भागेको थाहा पाएपछि मेघ बहादुरका बाजे टेक बहादुरले बाटो छेकी छेकी जार काटे। रिस मरेन, स्वास्नी काटे, घरको खाँबो घुर्यानको मकै काटे। अझै रिस मरेन, उनले आफ्नै घाँटी काटे। कलिला आँखाले यत्रो विध्वंस देखेर गहिरो आत्मज्ञान पाएका मेघ बहादुरका बाउले कुबिन्डो तके जीवनभर कसैको कुरा समेत काटेनन्। तर खुकुरी उनको कम्मरमा सधैँ झुन्डिरह्यो। किनभने मेघ बहादुरको आमालाई यो विश्वास थियो कि सुहाग रातमा लोग्ने रेख बहादुरले खुकुरी भिरेकै कारण मेघ बहादुर जन्मिएको। निघार थियो कि चमचम खुकुरी नचाउँदै हाट बजार डुली हिँड्ने मेघ बहादुर आधा उमेर फर्केपछि बल्ल होसमा आयो र बाउको मार्ग पछ्यायो। त्यसैले त आज पुर्खाले फौजदारी खेलेको, आफूले छेलो हानेको, घुँत्रो फालेको यो डाँडाको बुढो रुख मुनि बसेर पर बिजुलीको हाई टेन्सन लाइन मुनि हरियो घाँस नपाएर अलमली रहेका गाई बस्तु हेर्दै मेघ बहादुर खुकुरीले खुट्टाको नङ काटिरहेछ। ओहो, विश्व युद्धमा मान्छे काटेको खुकुरीले गोर्खा नङ काटिरहेछ। ओ माय गॉड! आश्चर्यचकित भए साङ्ग्रिलाको खोजीमा आएका पर्यटक।
अचानक कुहिरे देखेर तर्सियो मेघबहादुर। के हल्ला साँचो थियो? उसैले हो त अमेरिका? थाहा छ मेघबहादुरलाई, भक्ति थापाले चाहिँ तोपमा तरवार घुसार्ने समय होइन। त्यसैले शर्माउँदै उचालेर खुकुरी क्यामेरामा मुस्कुरायो मेघबहादुर र भन्यो उसले, बुद्ध वाज बोर्न इन नेपाल, आई लाइक अमेरिका। किनकि उसले अझै आफ्नो जीवनको कठ्यार लाग्दो आयु काट्नु छ। किनकि न्युयोर्क सहरको कुनै साँघुरो कुनामा उसको छोरो पिज्जा काटिरहेछ। कुनै दिन उसको नातिले दुःख काट्नेछ र पनातिले केक काट्नेछ। थ्याङ्क यू।